के बनाओ है खाजा रोटी रोटी के को रोटी मैदाको अर्ग्यानिक पिज्जा हो त्यो चाहिँ मकै हो अनि त्यसरी मकै राख्दा त धुवा त पुरै गनाउँछ नि त गनाउँदैन हो सेकाएको हो यो मकै नि त्यसरी सिकाउँछ र कोइलामा पनि मकै पोल्ने त गाउँमा हुर्के मान्छे जे पाइदै भन्ने नै धेरै बनाएर अब के खान रिसाद हौ त्यसरी के बनाएर मकै गनाउँछ नि मकै गनाउँछ अरे गनाइहाल्छ नि गनायो पो गनायो भने नगरौ के धेरै जाउ तेल लिएर न धेरै छैन कहाँबाट ल्याउने तेल भित्रबाट भाडा नि यस्तो भएको छ अर्को भाडामा भित्र पसल छ हो हजुर पसल छ हो कहाँ खाटमुनि पसल छ हो तेलको कसले राखेर हेर छिटो बना रोटी यसो चाख्नु पर्यो काँचै खाने काँचो त होइन पाकेको खाने हो अनि पाक्न दिनु पर्यो त भोक लाग्यो क्या छिटो बना म मिसिन हो छिटो बनाउनलाई मसिन जस्तै हो नि त अब बुढाले मसिन नै बनाए त मलाई के भन्छ नि बेकरादेखि यस्तो डाडु पनि पाक्यो होला त्यो डरे होला अनि पाक्ने गरी बनाउनु भने त यो मान्छे खेतमा खाजा लाने भने अहिले नै खाएर सघाउने चाख्ने के चाख्ने आज बुढीले चाहिँ खाजा बनाउँदैछ रोटी मैदा गर्यो तेल हालेर झैया धेरै तेल हाल्नु यस्तो चिल्लो धेरै खानु गुलियो धेरै खानुपर्छ चिल्लो धेरै खानु न गुलियो धेरै खानुहुन्छ है गुलियोको त भुते हो डोसा बनाओ के भएर डोसा नि यसरी बनाउँछ मकै चाहिँ पोल्न आएन है ल बुढीलाई हो मकै पोल्न आएर बुढीले पोलेकै मकै ग्रिम 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 खान्छ अहिले मकै पोल्न आएन अरे पोल्न आएन मकै हजुर